हेलो गाइस, वेलकम बैक इन माई युट्युब च्यानल। सबै मेरो दोस्तों को मेरो च्यानलको स्वागत है। सबैजना मेरो च्यानल फेरि पनि स्वागत छ है। आज चाहिँ हामी यहाँ फ्यामिली दुईटा गाडी लिएर जानु छ। हामी यहाँ माथि यो अन्तु जानु छु, सनराइज इलाम फिकलमा भएको सूर्योदय जानु छ। हामी यहाँनिर हाम्रो गाडी यहाँ छ र आजको हाम्रो यात्रा कस्तो हुनेछ तपाईँ देखाउने छु। राइट, अहिले चाहिँ हामी इलाम फिकलमा छौँ। इलाम फिकलको शान्ति चोकमा छु, विश्व होटेल अगाडि। यो विश्व होटेल चाहिँ हाम्रो विश्व होटेल अगाडि छौँ र आज कतिको जाडो छ र कस्तो भ्यू हुनेछ तपाईँ देखाउने छु। र आज हाम्रो यहाँ सबैजना हुनुहुन्छ, भान्जा भान्जी भान्जो भान्जो भान्जा सबैजना आमान हुनुहुन्छ र यता यहाँ हुनुहुन्छ हाम्रो एकदम बहिनी चाहिँ एकदम लास्टै गर्मी भएको जाडो भएको छ भन्छ है। यहाँ हाम्रो सानो चाहिँ यता आउने गाइस, यता आउने फिकलको विश्व होटेल अगाडि छौँ र त्यहाँ माथि कतिको जाडो छ सूर्योदयमा देखाउने छु। 10 बजे हुनुहुन्छ, खान दिनु भयो, खायो। अब जाने छौँ हामी, तयार छौँ हामी। ल अन्तु घुम्न जानु तयारी भयो। ल साथीहरू, मेरो चाहिँ आज यहाँ जाने टुकटुकमा जाने एकदमै रेडी छ र बहिनी पर्खिरहेको छ। हामीले यहाँ रेडी छ, हाम्रो यहाँ गाडी रेडी छ। यहाँनिर चलिन चलिन होइन रेडी। टोटोको खिड्कीमा बसेर हाई गर्दै जानुहुन्छ। ल रेडी भयो, आजको हाम्रो यात्रा सुरु भयो। हाम्रो पछाडिको हामी अहिले ओटोमा छौँ। माथिको मौसम हेरौँ, माथि कस्तो के हुन्छ। जाम चाहिँ लाग्यो, जाडो छ यहाँनिर। हेलो साथी, हेर्नुहोस् न हाम्रो हाम्रो पर्खि यहाँनिर जानु जान्छ अन्त जाने कि कम गरेर पर्खेर अब टायर उकालोमा टायर पर्खेर प्लाट गरेर पर्खिएछ। तर फेर्छौँ भने अनि पछाडि गाडी आउँदैछ हाम्रो टायर पर्खेन हाम्रो त अनि जाने गर्छ। हामी चाहिँ टायर फेरेर आउने। र अब चाहिँ हाम्रो गाडी पनि तयार भयो। हेर्नुहोस्, गाडीको टायर एकदमै नयाँ लिएछ। अब जाने हेरौँ कस्तो हुन्छ भित्र। लेट्स गो। ल रेडी भयो, हामी जाने अब। र अरू भ्यू माथिबाट देखाउने छु। यहाँको बाहिरको बाटोको भ्यू यस्तै छ। स्टार्ट। बाटो यस्तै छ साथीहरू। फाइनली आइपुग्यो हामी यहाँनिर। घाम चाहिँ लागिरहेछ मजाले। आइपुग्यो हामी होटेल स्याम न होटेल रहेछ यो। यहाँ पनि बनाएको रहेछ। आइपुग्यो, यहाँको देखाउने सम्पूर्ण देखाउँछ है कस्तो छ भन्ने कुरा। जाडो रहेछ।
यहाँको यो देखाउनु छ भनेर एकदमै यहाँको सिन यस्तै छ। स्विमिङ पनि गर्नु पर्ला जस्तो यहाँ त अनि फेरि देख्नुभयो तपाईँलाई यहाँनिर जोस् ऱ्याफ्टिङ गरेर साइक्लिङ गरेर छ ऱ्याफ्टिङ ब्युटिफुल छ। त्यो माथिल्लोपट्टिको भ्यू कस्तो छ देखाइदिन्छु तपाईँलाई। भ्यू र यहाँनिर चियारी पनि छ, चियारी फुलेको रहेछ। हाम्रो सिक्किमको तिमी तारको छ होइन, तर त्यो भन्दा चाहिँ एउटा मात्रै छ यहाँ चाहिँ। सिक्किममा तिमीहरू पनि धेरै छ यहाँनिर, एउटा छ त्यो चियारी सिजन भयो चियारीको। Where are you from now? We are from Calcutta. Calcutta? Yes. We are also from Sikkim. Sikkim? Yeah. Oh. Yeah. Okay, यहाँ साथी र मेरो साथी भेटेछ। What's your name, Raju? Uttam Subba. Uttam Subba. Yeah, I have a blog. Oh, that's wonderful. So I met my some friends from Calcutta. So Yes, this first time. hi, I'm Anirban, Here. I'm from Kolkata. My name is Deep, and he is such a lovely person. How do you feel now? That's wonderful. We are Yeah. feeling Very really good, no? great. Yeah, Very good. Very good. How many you are together? No. We have 5 persons. We are 5 persons. Yes. Today or yesterday you are? Yesterday we have reached Where you are And, stayed last time? Kanyam. Kanyam. Hey, Kanyam. Yesterday, beautiful or not? Yes, first time. Yeah, first. First time. Yeah, it seems. Yeah, nice to meet you. Okay. Yeah, thank you. It's beautiful, no? Yeah, Yes, that's very yes. In our state also same like a jail in Sikkim also. Same as a jail. So how do you feel? We are Good, no? feeling great. over Beautiful there. also. Yes. Beautiful also, is it not so? And definitely we are feeling some peace over there. Yeah, peaceful also, sir. Yes. Just in a same as a Right. beautiful that Sikkim also. That Timi Tea Garden. Timmy Tea Garden. Yeah, same. Yeah, Timmy Garden. This group. Yes. Okay. Now nice to meet you, friend. Okay. Just now you arrived. Just now. Or before? No, we are Just now. doing the Oh, boating and we just about to leave. Okay. We are just now. We are parking at the back also. Our group. Oh, that's wonderful. यहाँ छ हामी यहाँनिर आएर भर्खर यहाँनिर हामी कलकत्ता साथी भेट्यो। यहाँ चाहिँ हाम्रो साथीहरू रहेछ। त्यो हाम्रो यहाँ बहिनीहरू छ। कस्तो भयो भन्नु सबैले भन्नु न यहाँनिर। हेलो beautiful भयो। हामीलाई दुईजना बहिनी चाहिँ कहाँ भयो देख्दिनँ आज म। भन्छ यो जग्गाको नाम कहाँ भयो ए अन्तु श्री अन्तु लु त। अन्तु नेपाल कन्याम यहाँमा दुईजना चियारी एउटा मात्रै छ यहाँ होइन। ल हामी यहाँ घुम्दैछौँ। राइट हामी यहाँनिर एराइभ भएको अब घुम्नु बाँकी नै छ। झिल हामी देखाइदिइहालेँ। अर्को सिन देखाउँछु तपाईँहरूलाई र ब्याक क्यामेरा तपाईँलाई देखाउनेछु। ब्युटिफुल छ। वरिपरिको सिन यस्तो छ। तपाईँ देखाइदियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। कस्तो सिन देख्छ कमेन्ट गर्नु होला यहाँको भ्यू। यहाँको एकदम ब्युटिफुल देखेर चाहिँ यहाँको सिनहरू यहाँको एकदमै राम्रो लाग्यो। तपाईँहरू कस्तो कमेन्ट गर्नु होला। यहाँ हाम्रो ओके सियो हाम्रो साथीहरू यहाँ हुनुहुन्छ। यहाँ कलकत्ता आउनु भएको एकदमै यहाँ फर्किनु लागेको छ हाम्रो साथीहरू फर्किनु लागेको छ हाम्रो। हामी चाहिँ एकछिन बस्छौँ यहाँनिर साथीहरू छ। लो गाइस लो मिट यु अगेन। बाई ल हामी जानुहोस् यहाँनिर के छ हाम्रो यहाँनिर हेरौँ है। यहाँ चाहिँ जुत्ता बनाउने छ अरे हेर्नुहोस् है। आम्मा म युनिक लागेको छ यहाँ हेर्नु जुत्ता पसाउँदैन यहाँ बनाउने। ल ठिकै छ यहाँको झिल देखाइदिउँ एकचोटि। मोबाइल चाहिँ नपछि खसेर र जाँदैछौँ पर हाम्रो सिनहरू कस्तो छ देखाउनु है। देखाइरहेको छु कस्तो भइरहेछ तपाईँहरूलाई। यहाँबाट राम्रो ब्युटिफुल छ हेर्नुहोस् न स्विमिङ गर्न पर्ला छ यहाँ त हेर्नुहोस् त। वाह हेर्नुहोस् त एकदम ब्युटिफुल छ हेर्नु न। यहाँ छ हाम्रो साथीहरू कहाँ पुग्यो अब साथीहरू घाम पनि लागिरहेछ। यहाँ सानो पसल पनि रहेछ। यहाँको सिन यस्तै छ एकदम ब्युटिफुल छ एकदमै ब्युटिफुल। हेलो ए हेर्दै हुनुहुन्छ ऱ्याफ्टिङ गर्दैछ। हेलो हाई हेर्दै हुनुहुन्छ
नेक्स्ट ग्रुप अन्य सेन्टर हेर्नुहोस् एकदम ब्युटिफुल छ र अब परतिर हेर्छु तपाईँलाई देखाउनु छु परतिर देखाउनु छु कस्तो छ यहाँको हेर्नुहोस् न यस्तै छ ब्युटिफुल सिन माथि एउटा टी गार्डन माथि त टी गार्डन छ पुरै तल्लोपट्टि झिल छ हेर्नुहोस् जस रात अब झिल देखाउँछ टी गार्डनको छेउमा तपाईँ सम्झिनुहोस् न एकदमै टी गार्डनको छेउमै के छ झिल छ झिल ब्युटिफुल झिल हेर्नुहोस् त देख्नुभयो ल यहाँ ब्याक जाने हामी यहाँको झिल देखाउँछ तपाईँ देखाउँछ त नजिकबाट जाल हान्ने छ हेर्नुहोस् न वा जाल हान्ने हुनुहुन्छ हेर्नु न साथीहरूले जुम गर्छ है के गर्दैछ जाल हान्ने छैन साथीहरूले जुम यहाँ हेर्नुहोस् न जाल हानेर माछा निकालेछ हेर्नुहोस् त ल नेक्स्ट भ्यू देखाइदिन्छु गरम रहेछ यहाँनिर यहाँ छ गएछ अब तल अलिक पोखरी ल ब्याक आइरहेछ हेलो यहाँको झिल देखाइ तलबाट तपाईँहरूलाई साउन्ड कस्तो आइरहेछ कमेन्ट गर्नु होला यहाँको सिन देखाइ तपाईँलाई हाम्रो यहाँ बहिनी पनि रहेछ हेलो बहिनी एकैछिन बहिनी कहाँ आउनु भएको भन्नुहोस् न हौ ल ल ल ल ल ल झन् बिस्तारा भनेको तपाईँले कहाँ आउने तपाईँको अनि कस्तो बिस्तारा जानुहोस् न बिस्तारा ल अब यहाँको पल्लोपट्टिको सिन पछाडिपट्टिको ल म त वाक्क पहिला खेलेको अब हेर्नु यहाँ दुईजना ए यता कस्तो बारे सोध्छ कस्तो बारे छ रमाइलो भइरहेछ इन्जोयफुल बारे छ एकदम के ल यहाँको सिन यस्तो छ हेर्नुहोस् है यताको सिन यहाँको सिन यस्तो छ ब्युटिफुल छ रमाइलो यहाँ कुकुर देखेँ डग देखेँ एकदम यहाँ युनिक रहेछ डग यहाँ पनि यहाँको झिल मेरो साउन्ड कस्तो आएको छ कमेन्ट गर्नु होला आवाज कस्तो आएको छ यहाँको झिल एकदमै ब्युटिफुल छ है होटेलहरू मसला जोड्नु छ त हौ के हो मसला यहाँको होटेल चाहिँ ब्युटिफुल छ है यहाँको होटेल एकदम ब्युटिफुल छ हेर्नु तपाईँहरू यहाँ आउनु भएको छ कि छैन आएको छैन भने यहाँ आउनुहोस् एकचोटि एकदम ब्युटिफुल छ अन्तु पोखरी झिल यहाँको झिल पोखरी निकालेको छु तर अलिकति एन्टी लाइट भएर राम्रो देखेको छैन कस्तो देखेको छ कमेन्ट गर्नु होला कस्तो देखेको छ मैले कमेन्ट गर्नु होला तलबाट सिन देखाइन्छ अलिकति यहाँ फुल रोपाइ पनि एकदमै जारी रहेछ फुल रोपाइ राम्रो लाग्यो यहाँ रहेछ एकदमै ब्युटिफुल छ पर्टेबाट हेर्नुहोस् त इन्जोय गरिरहेछ तपाईँ जुम गरेर देखाइदिन्छु अलिकति यहाँनिर फुल झिल यतापट्टिको देखाइनुहोस् र यहाँ होटेल छ पटेलै होटेल छ हेर्नुहोस् न एकदमै ब्युटिफुल छ वरिपरि यहाँ बोटहरू रहेछ यहाँ हाम्रो साथीहरू एकदमै यहाँ साथीहरू चाहिँ एकदमै प्याडलिङ बोट खेलिरहेछ प्याडलिङ बोट त जुमबाट देखाइदिन्छु झिल एकदमै ठुलो छ हेर्नुहोस् जसमा कि यो 200 मिटर होला समथिङ 200 मिटर जस्तो रहेछ 200 मिटर छ हाम्रो उता बहिनीहरू पनि खेलिरहेछ झिल एकदमै रमाइरहेछ खेलिरहेछ हेर्नुहोस् एकदमै प्याडलिङ चलिरहेछ हेलो खेलिरहेछ उता बहिनीहरू खेलिरहेछ
एकदमै रमाइलो रहेछ होइन इन्जोय गरिरहेछ हेलो 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 मजा आयो ल ल ल ल ल ल ल ब्युटिफुल छ हेर्नुहोस् न यहाँ हाम्रो साथी हुनुहुन्छ हेलो साथी हो कहाँबाट साथी हो यतै हो ए पहिलोचोटि आएको तपाईँहरू यहाँ ए राम्रै छ नि होइन यहाँ पश्चिमबाट आउनु भएको रहेछ यहाँ यसो घुम्न आउँछ एकदम रमाइलो लाग्यो अरे ठिकै हाम्रो एकजना साथी पनि हुनुहुन्छ हेलो साथी हो हेलो कहाँबाट तपाईँ काठमाडौँबाट ग्रुपै आउनु भएको कि तपाईँ एक्लै आउनु भएको ग्रुपै पहिलोचोटि कि फर्स्ट टाइममा कस्तो लाग्छ तपाईँलाई यहाँनिर राम्रो लाग्यो है राम्रै छ नि होइन जियोस् राम्रो छ नि पिसफुल छ हेर्नु नि पिसफुल छ राम्रो छ नि होइन जियोस् ल एकजना साथी यहाँ भेटेँ मैले एकजना भाइ भेटेँ उहाँ पनि काठमाडौँबाट छ आउनु भएको छ सुब्बा पछाडिको सिन ब्याक क्यामेरा गरेर देखाउनेछु यहाँ पटेको पनि खासै धेरै देखिनँ जाडो जाडो रहेछ र होटेल रहेछ हेर्नुहोस् न होमस्टे धेरै रहेछ होटेल रहेछ धेरै र मेरो आवाज कस्तो आएको छ कमेन्ट गर्नु होला एकदमै राम्रो छ होमस्टे देखेर होटेल सबै राम्रो छ आवाज कस्तो आएको छ कमेन्ट गर्नु होला यहाँको हेर्नुहोस् न भएको के रहेछ जुम्बो के हो जुम्बो होटेलको नाम होला जुम्बो रहेछ हेर्नुहोस् नयाँ बनाएको छु पहिला थिएन पहिला ठिकै छ ब्युटिफुल छ ल तपाईँलाई झिलतर्फ लान्छु साथीहरू आउनु अगाडि लो साथी हो कहाँबाट म तपाईँहरू लो कहाँ विराटनगर एकदमै ब्युटिफुल लो साथी हो कहाँबाट म पनि इन्डियाको इन्डिया कुन ठाउँबाट भन्नु इन्डिया गोलगोलिया भद्रपुर बोर्डरमा ए अहिले कहिले आउनुभयो तपाईँ यहाँनिर 10 गोटरा कस्तो रमाइलो लाग्यो राम्रै छ फर्किनु भएको राम्रै ल ठिक छ यहाँको झिल हेर्नुहोस् न एकदम ब्युटिफुल छ हेर्नुपर्ने यहाँको झिल रहेछ निकै ठुलो रहेछ एरियाहरू ब्युटिफुल एन्टी लाइट भइरहेछ नि अलिक अप्ठ्यारो भइरहेछ राम्रो आएको छैन सिन एकदम ब्युटिफुल सिन र तपाईँले देखाइदिन्छु ब्युटिफुल सिन देखिरहेछ एकदमै यहाँको ब्युटिफुल सिन हेर्नुहोस् है र पछाडिको सिन ब्याकग्राउन्ड सिन देखाइदिन्छु तपाईँ देखाइदिन्छु यहाँ चेरीको बोट रहेछ सानो सानो चेरीको बोट हेर्नुहोस् फुल लागेको छैन फुल छ 2-4 वर्षमा फुल्ला हाई बढ्दैन नानीको नाम के हो चिरो भन है निसुमा निसुम तपाईँको यहाँनिर जानु साथीले चाहिँ यहाँ खै चाबी खोज्दै हुनुहुन्छ यहाँ जाल हाने जस्तो गरेर खै यहाँ के निकाल्नु हुनुहुन्छ हेरौँ यहाँ देख्दै हुनुहुन्छ चाबी हराएको छ होइन हौ दाइ चाबी हराएको होइन ल चाबी सिक्किम गेस्ट हो हजुर चाबी मेरो गेस्ट हो कि मेरो होटलमा बसेको अब उहाँहरूको छैन अब गान्तोक पुगेर चाबी ल्याउनु पर्छ यहाँ सुन्नुहोस् त हेलो सुन्नुहोस् चाबी चाहिँ कसरी हराएको यहाँ के गर्दा चाबी डुङ्गा खेल्दा ए अघि त्यो खेल्दा बोट खेल्दाखेरि चाबी हराएको गोजीमा बोकेको थियो गोजीमा बोकेको त्यसले गर्दाखेरि सबैजना सचेत भएर खेल्नु होला कहाँको उयो छ पटल चाहिँ कहाँको सिक्किमबाट आएको सिक्किम कुन ठाउँबाट सिक्किम गान्तोक नेपालमा पनि चाबी नबनिने नयाँ गाडी हजुर स्कर्पियो हेर्नुहोस् साथी यहाँ चाहिँ गाडीको स्कर्पियोको चाबी खसेर यहाँ खोज्दै हुनुहुन्छ पानीभित्र खसेर बोटिङ गर्दाखेरि त्यसैले मेरो यही युट्युबतर्फबाट के भन्नु चाहन्छु भने अब सबैजना यहाँ बोटिङ गर्दैछ एकदमै सचेत भएर खेल्नु होला किनभने चाबी खस्दा पर्स खस्ला त्यति भन्न चाहन्छु हेर्नुहोस् न कति गाह्रो भयो चाबी पानीभित्र खसेर म्याग्नेट लगाएर तान्ने कोसिस गरेको छ हाम्रो एकजना साथीले त्यो पनि चाबी पनि स्कर्पियोको अरे स्कर्पियोको नयाँ स्कर्पियोको चाबी रहेछ हेरौँ निकाल्नुहुन्न देखाइरहेछ बोटिङ देखाएको छ यता वारिपरिको यस्तो छ
हेलो साथीहरू, आज खाजा खाने तर्खर छु। खाजा खानेछु, एकछिन अब रेस्ट गरेर हामी फर्किने। ब्याक क्यामेरा देखाइदिन्छु तपाईँ। हेलो गाइस, तपाईँलाई आजको हाम्रो भिडियो कस्तो लाग्यो? मैले सम्पूर्ण कुरा यो अन्तुमा भएको अन्तुको झिल, इलाम जिल्लामा भएको यो फेकल्दे पारीको अन्तुको झिलको भिडियो सम्पूर्ण मैले बनाइदिएको थिएँ। तपाईँले कस्तो लाग्यो र वरिपरिको बजारको मैले भिडियो बनाएको कस्तो लाग्यो तपाईँले? मेरो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। यस्तै प्रकार नयाँ भिडियो लिएर नेक्स्ट टाइम आउनेछु। हेभ अ नाइस डे।